त्यो वकमा हामीले चाहिँ हाम्रो बहिनीलाई भेट भएको छ एकदमै खुसी लाग्यो हरे कृष्ण अनि बहिनी चाहिँ पोखरा भन्ने होइन हजुर पोखराबाट बहिनीको नाम के अरे मेरो नाम वर्षा हो तर सबैले वर्षाना भन्नुहुन्छ ए अनि बहिनीको यो हरे कृष्णमा दिएको नाम चाहिँ के छ मेरो चाहिँ इनिसिएसन दीक्षा भइसकेको छैन ए त्यही भएर अहिले चाहिँ वर्ष नै हो तर दीक्षा भएपछि चाहिँ नाम चेन्ज हुन्छ हजुर बहिनीलाई यत्रो 7 समुद्र पारी आएर पनि यो हरे कृष्णमा लाग्न मन परेछ के पहिलेदेखि हो कि अहिले ए मैले चाहिँ कोभिड पछि चाहिँ भगवद्गीताहरू पढ्न सुन्न थालेको थिएँ अनि त्यसपछि त्यो लेक्चरहरू सुनेर कथाहरू सुनेर अनि त्यसपछि चाहिँ मेरो चाहिँ एक्चुअली पहिलेबाट चाहिँ भित्र इन्क्वायरिजहरू थियो होइन म को हो लाइक मरेपछि के हुन्छ भगवानको यस्तो खालको क्वेसनहरू हुन्थ्यो अनि पछि भगवद्गीता पढेपछि चाहिँ मेरो क्वेसनहरू आन्सर भयो अनि मलाई चाहिँ अनि यो पाथ रियल रहेछ मेरो पाथ यो हो अनि लाइक यो नै मान्छे लाइक 84 लाखमा घुम्नु पर्छ भन्ने हामी पहिलेबाट सुन्थ्यौँ होइन अनि त्यसको लाइक त्यो हाम्रै कल्चरमा अलरेडी इम्बेडेड छ कि नेपाली कल्चर हिन्दू कल्चरमा अलरेडी त्यो छ होइन भित्रभित्र तर हामीले बुझेको छैनौँ कि आर्टिफिसियली त्यो सुपरफिसियली अनि त्यसलाई अलिक डिपली बुझ्दाखेरि चाहिँ साँच्चैको यो लाइक रियल नै रहेछ अनि लाइक हुन्छ नि 84 लाखमा घुम्नु पर्छ त्यो कुरा अनि वैकुण्ठ त्योभन्दा पारिको यो भवसागर अनि त्यस्तो त्यस्तो कुराहरू थाहा भएपछि चाहिँ अनि लाइक यही हो भने यो एकदम यो यस्तो न्युयोर्क जस्तो ठाउँमा आएर बहिनीलाई आध्यात्म सिकायो त खुसी लाग्यो बहिनी अनि बहिनी पढिरहनु भएको छ कि हजुर म पढ्दैछु कुन इयरमा आएको बहिनी म 2024 ल बहिनी खुसी लाग्यो धेरै धेरै धन्यवाद हरे कृष्ण हजुर यहीँ बस्नुहुन्छ म चाहिँ हामी चाहिँ घुम्न आएको 10 दिनलाई अब म चाहिँ 15th मेमा फर्किँदैछु अनि भनेपछि बहिनी भनिसक्नु भयो एउटा बुक लिएर जानुपर्छ नि बुक अब यो त पैसा तिर्नु पर्ने होला यो चाहिँ हामीले डोनेसन बेस्ड हो अब यो अब हामी टुरिस्ट मान्छे बहिनी भने होइन डोनेसन लाइक जति दिनुहुन्छ $1 या $5 मसँग किनकिनहरू चाहिँ अलरेडी $5 हुन्छ एकदमै ल म तपाईँलाई भगवद्गीता दिन्छु हाम्रो यत्रो 7 समुद्र पारी आएर एउटा हाम्रो नेपाली बहिनीलाई भेट हुँदाखेरि एकदमै खुसी लाग्यो कृष्ण जय अनि दाइले नलिने हजुर हैन दाइ र म एउटै भएन नि एउटै हो है हजुर बुटोल अनि तपाईँ चाहिँ मेरो चितवन हेटौडा ए चितवन हाम्रो मन्दिरमा नि हुनुहुन्छ अर्को दुईटा नेपाली दाइ चितवनतिरको ए चितवन कहाँको हुनुहुँदो रहेछ खै त्यो त थाहा भएन तर हुनुहुन्छ दुईजना मन्दिरमै बहिनी मन्दिरमै बस्नुहुन्छ हजुर अहिले ए ल खुसी लाग्यो धेरै धेरै धन्यवाद